गाइस ल हेर्नुहोस् धरपाटनको बाटो यस्तो भइसक्यो अहिले पुरै विकास भइसकेको छ। ल हेर्नुहोस् खतरा विकास भएको छ धरपाटन। यस्तै हो धरपाटन जाने बाटो। नेपाल सरकारले यहाँ सलल्ल पिच गरिदिएको छ। हेर्नुहोस् नेपाल सरकारलाई धेरै धेरै धन्यवाद। ल हेर्नुहोस् धरपाटन जाने बाटो सब पिच भइसकेको छ। अब त तपाईँको इभी कार पनि आउँछ यहाँ त फल्ल ल ल ल ल ल। ल हेर्नुहोस् 4 लेनको पिच बाटो गाइस, 4 लेनको पिच बाटो। ल हेर्नुहोस् धरपाटन जाने बाटो 4 लेन पिच भइसकेको छ। ल है 4 लेन पिच भइसकेको छ धरपाटन जाने बाटो। अब आउन इच्छा लाग्नेहरूले इभी कार लिएर आउँदा पनि हुन्छ। यो त त्यो लुगा पसलेहरूले भन्छ नि गाइस, ल 50% डिस्काउन्ट भन्छ अनि लास्टमा चाहिँ कति पैसा बढाएर भन्यो हुन्छ नि, हो त्यस्तै हो क्या। मैले पनि अब यो 4 लेन पिच बाटो भने चाहिँ होइन उसमा मात्र हो क्या, के अरे बागलुङसम्म 4 लेन पिच बाटो हो। त्यहाँसम्म चाहिँ इभी गाडीमा आउने अनि त्यहाँबाट चाहिँ यहाँ के अरे बुर्तिपाङसम्म बुलेर सुलेर के आउँछ के अरे बुलेर सुलेरमा आउने अनि बुर्तिपाङबाट पनि माथि यहाँ 4 व्हिल बुलेर आउँछ त्यसमा आउने होइन गाइस। 4 लेन पिच बाटो ओ फक कस्तो नदेखि गरेर है। जानु हजुर पाउने ल जानु नदेखिने है, मैले नदेखेको यस्तो छ। ल बिजोग हेर्नु तार त्यसमा नाङ्गो तार भइदियो अहिले के हुन्थ्यो आफै सोच्नु त गाइस। यस्तो छ केयरलेस कडा ह गाइस, केयरलेस। नेपाल सरकार के हो यस्तो बाटोमा बिजुलीको तार झारिदिने के हो यस्तो पिडा खान मन लाग्यो हो। बाटो त 4 लेनको पिच भइसकेको छ गाइस, यस्तै हो यो पिच बाटो। ल हेर्नुहोस् धरपाटन आउने बाटो यस्तै छ। बबाल दामी भइसक्यो गाइस धरपाटन आउने बाटो। यहाँ ढलान गरेर ढलानमा पानी हाल्दै रहेछ नि। ल हेर्नुहोस् ढलान चिप्लेको आम्मा उकालो उकालो सबै ढलान भइसकेको छ पानी र हिलोले। नेपाल सरकारले यो बाटो खतरा बनाइसक्यो अहिले। 4 लेनको पिच बाटो हो धरपाटनको। ल हेर्नुहोस् 4 लेन पिच बाटो। आहा कति राम्रो छ धरपाटन खासै। तर अफरोड त त्यस्तो वाइल्ड अफरोड चाहिँ छैन है गाइस, तर गाह्रो चाहिँ गाह्रै छ धरपाटन। अब यसो हेर्दाखेरि पनि होइन अलिकति मात्र बाटो बिग्रेको हो, यही 2-3 किलोमिटर जति, यस्तो धेरै बिग्रेको त छैन होइन। 2-3 किलोमिटर बाटोले चाहिँ फेरि सास निकालिदिन्छ, फेरि कहिलेकाहीँ सास निकालिदिन्छ सास, त्यस्तो खालको बाटो छैन। ल हेर्नुहोस् ओ पहिरो, ल हेर्नुहोस् यहाँ पहिरो देख्नुभयो। ल हेर्नुहोस् पहिरो आम्मामा पहिरो हेर्नुहोस् गाइस पुरै पहिरो। ल हेर्नुहोस् गाइस आहा कति राम्रो मेरो बाटो नेपालको। बेलुन बाटो हेर त यहाँ बेलुन हुन त बालन भन्यो क्या। बेलुन हेर त यहाँ बाटो कस्तो छ धरपाटनको। बेलुन है यस्तो छ है बाटो, बनाउनु पर्छ है राजा। महानगर बनायो, अब काठमाडौँ सिटी पनि बनाउँछौ, धरपाटन पनि बनाऊ, रुबी भ्याली नि बनाऊ, हामीलाई घुम्नु जानलाई सजिलो हुन्छ। यस्तो छ ल हेर बेलुन बाटो, ल हेर बाटो यस्तो छ देख्यौ। बेलुन सरकार ल हेर आहा आहा आहा। ल है साथी हो यस्तो बाटोमा एउटै कुराको डर हुन्न। के को डर हुन्न, पछाडिबाट गाडी आउला भनेर हाल्ला भनेर डर हुन्न। गाडी नै आउँदैन कहाँबाट हान्छ। ओहो यहाँ त डेन्जर भइसक्यो त। के हो यस्तो यो बाटो हो, अरे भाइ यो बाटो हो, माथिबाटै जानुपर्छ होला।
ल हेर्नुहोस् गाइजहरू, बेलुन सरकारको बाटो। बेलुन सरकार, ल हेर्नुहोस्, यी चिप्लियो। बेलुन सरकार बाटो चिप्लिरहेको छ। अरे भाई, के हो रहे हो बाबा रे बाबा, बाटो तो हाँ बहुत अच्छे बाटो था हमारे देश में। देखिए रे भाई साहब, कितना अच्छा बाटो है रे नेपाल में। तर यस्तो बाटो भएको पनि ठिक हो नि त, हामी अब अफरोडिङ हान्नेलाई त होइन। अब यस्तो बाटो भएन, सबै सरकारले बनाइदियो भने त कहाँ अफरोडिङ हान्नु, खन्नुपर्छ फेरि। त्यही भएर यस्तो बाटो चाहिँ कहीँ चाहिँ हुनुपर्छ क्या होइन। अब जो लगभग अफरोड बाटो सकिसकेको छ गाइज। त्यो तलबाट त ग्राभल छ, हामीले देखिसक्यौँ तलको बाटो होइन। त्यति धेरै अफरोड त होइन बाटो। यस्तो वाइल्ड पनि छैन, एक्सट्रिम पनि छैन, त्यस्तो ल है सजिलो छ भन्ने टाइप पनि छैन क्या। योभन्दा एक्सट्रिम त हामीले रुबी भ्याली हानेर आएको, ताप्लेजुङ हानेर माथिल्लो वेदीबाट। त्यो भएर हामीलाई चाहिँ त्यति अप्ठ्यारो लागेन। भित्र त अप्ठ्यारो भइरहेको छ, अन्त ओभरटेक हान्ने भित्रबाट। ल हेर्नुहोस् गाइस, पहिरो हेर्नुहोस्, बाटो हेर्नुहोस्, ल हेर्नुहोस् यो बाटो धरपाटनमा देख्नुभयो कस्तो छ बाटो, राम्रो छ भन्नेहरूलाई है। यता यस्तो छ बाटो, ल हेर्नुहोस् कहाँ छ बाटो, के हो बाटो, यस्तो बाटो हिँड्नुपर्छ है। सजिलो छैन धोरपाटन, गाह्रो छ है। त्यही भएर धोरपाटन गाह्रो छ, बाटो अप्ठ्यारै छ, त्यति सजिलो छैन बाटो धोरपाटनको। कडा छ बाटो। एनएस लिएर आउँदैछन् फेरि दाजुहरू। गाह्रो छ है, गाह्रो के गर्नु, गाह्रो छ। एनएसमा डबल लोड आउँछन् फेरि, बुद्धि भएको भन्ने कि नभएको भन्ने कि के भन्नु। जसरी कुद्छ भन्ने सोचेर आएको हो कि त्यो। गाइस लगभग अब अफरोड सकियो होइन। अब म भिडियो नि बन्द गर्छु, भिडियो पनि लामो भयो कि यहाँसम्म हो ठ्याक्क अफरोड भन्छ। यो टर्निङबाट सकिने हो क्या, भन्दा मुनि चाहिँ टक्क ग्राभल छ बाटोमा होइन। यहाँबाट हो क्या ठ्याक्क अफरोड हुने सुरु हुने चाहिँ यहाँबाट रहेछ। त्यो टायल घर कि छाप्रो घर के भन्दो रहेछ यहाँ। प्रायः चाहिँ मान्छेहरू यतातिर आएर अब आफ्नो सानो गाडी लिएर खान्छ, यहाँसम्म राखेर यहाँबाट जाने नि गर्दो रहेछन् है। यस्तो छ यहाँको दृश्य, ल हेर्नुहोस् धोरपाटनको। धोरपाटन त्यति सजिलो छैन आउनलाई, गाह्रो छ है। त्यस्तो बुलेरोहरू चल्छ, बुलेरो आउनु पऱ्यो। बाइक साइक अलिक राम्रो बाइक नहुनेहरू धोरपाटनको गाउँ हिँड्ने हुने। इन्भाइरोमेन्ट अब छैन, अब त अफरोड छैन होइन। अब सब पिच बाटो हो। पिच भन्नाले अब पिचै सरी हो क्या यो अफरोड पनि। हुन त यो अफरोडै हो, तर सबै पिचै सरी छ क्या, चिल छ क्या यहाँबाट। गाईसम्म भिनाजुलो पुग्छु, भिनाजु पछाडि हुनुहुन्छ टक्क लाएर है। यस्तो छ इन्भाइरोमेन्ट। ल क्यामेरा बन्द गरिदिएँ, 10 मिनटको भएछ भिडियो पनि।